कुम्भ राशि भएका छोरा मान्छेको शील स्वभाव आनी बानी के कस्तो रहन्छ, कस्ता हुन्छन् यी पुरुषहरू? दुधको दुध पानीको पानी हो। ग्रहहरूले छोरा र छोरी मान्छेलाई अलग अलग प्रभाव पारेको हुन्छ। यो भिडियोमा कुम्भ राशिका छोरा मान्छेको एक कुराहरू थाहा पाउनेछौँ। यसै गरी मेषदेखि मिनसम्मका सम्पूर्ण महिलाहरूको भिडियो आइसकेको छ। महिला दिदीबहिनीहरू गएर आफ्नो राशिको कुराहरू सुन्नुहोला, आफ्नो बारेमा मिल्छ कि मिल्दैन हेर्नु होला, कस्तो हुनुहुन्छ बुझेर आफूले आफूलाई बुझ्ने प्रयास गर्नुहोला। त्यसै गरी मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, अब यो पालो कुम्भको, अब भोलि मिनको आउँछ। यसै गरी सबै दाजुभाइहरूले आफ्नो राशिको हेर्न पनि सक्नुहुन्छ। नमस्कार, म ज्योतिष पण्डित माधव कृष्ण गुरागाई। कुम्भ राशि, यो राशिको मालिक ग्रह शनि हुन्छ। 11 नम्बरको राशि, यो 11 नम्बर भनेको लाभको नम्बर पनि हो। यसले गर्दाखेरि कुम्भ राशि भएका व्यक्तिहरू अत्यन्तै रहस्यमय प्रकृतिको पनि हुन्छ। ज्योतिष शास्त्रमा कुम्भ राशिलाई ह्रस्व संज्ञा, दीपावली, शीर्षोदय, द्विपद, वायु तत्व अनि स्थिर र समको संज्ञाले इङ्गित गरिएको छ। सबै कुरालाई विचार गर्दाखेरि दाजुभाइहरू कस्तो हुनुहुन्छ त तपाईँहरू भन्दाखेरि सरल सिधा, जे कुरा छ प्याच्चै मुखमै बोल्ने र नयाँ नयाँ कुराहरू सिक्न एकदमै माहिर, उत्सुक, एकदमै छिटो कुराहरूलाई बुझ्ने प्रकृति हजुरहरूमा रहन्छ। एक कुरा भन्छु सुन्नु होला। सादा जीवन अनि उच्च विचार राख्ने प्रकृतिको हजुरहरू, अर्काको कुरामा लोभ नगर्ने र हजुरहरू एकदम नैतिक विचार राख्ने खालको, ढाँट्न छल्न यस्तो प्रकारको कुराहरूमा एकदमै मन नपर्ने, कसैले त्यस्तो गर्यो भने त्यस्ता व्यक्तिहरूसँग पनि टाढै बस्ने खालको हुनुहुन्छ। हजुरहरू त्यस्तो धेरै स्त्री लम्पट त हुनुहुन्न, तर पनि रोमान्टिक प्रकृतिको हुनुहुन्छ। शनि मालिक भएका कारणले हजुरहरूलाई न्याय प्रिय बनाउँछ, जहाँ पनि न्यायपूर्वक काम गर्न चाहनुहुन्छ, तर छिटो रिसाउने बानी र आफ्नो कुरा नै लागू हुनुपर्छ। प्राय हजुरहरू जहाँ पनि कुराहरू गर्दै गर्दा आफ्नो कुरा नै लागू हुनुपर्छ भन्ने खालको प्रकृति भएका कारणले विभिन्न कुरामा वाद विवादमा परिहाल्ने, सम्बन्धमा पनि झगडा भइहाल्ने प्रकृतिको हुनुहुन्छ। अलिकति हठी स्वभावको पनि हुनुहुन्छ। सँगसँगै वायु तत्त्व भएको कारणले हजुरहरू चञ्चले स्वभावको पनि हुनुहुन्छ। तर बोलेको कुरा चाहिँ पुरा गर्ने बानी चाहिँ हजुरहरूको एकदमै राम्रो रहन्छ। यो कुरा हो कि होइन दाजुभाइहरू भन्नुहोला। अल्छीपन त सबैलाई नै हुन्छ, तर हजुरहरू त्यस्तो धेरै अल्छी स्वभावका हुनुहुन्न। काम गर्न एकदमै मेहनती प्रकृतिको, आफ्नो जिम्मेवारी के हो एकदमै राम्रोसँगले वहन गर्ने क्षमता रहन्छ। तर एउटै अवगुण भनौँ अथवा हजुरहरू काम गर्न पनि जान्ने तर कार्य विभाजन गर्न नजान्ने, जे कुरामा पनि आफै बाठो हुनुपर्ने बानीले हजुरहरूलाई दुखित बनाउँछ। प्राय हरेक कुरामा आफूले नगरिकन त्यो कुराको चित्तै नबुझ्ने खालको बानीले प्राय कार्य विभाजन नगर्न सक्दाखेरि हजुरहरू अलिकति धेरै मेहनती भए पनि जति पाउनुपर्ने, जति सफल हुनुपर्ने त्यति सफलता हजुरलाई दिन सक्दैन। त्यसले गर्दाखेरि अलिकति कार्यलाई चाहिँ विभाजन गरेर गर्ने बानी चाहिँ बसाल्नु होला। अरूप्रति पनि विश्वास गर्नु होला। जहाँ पनि मै पुग्नुपर्छ भन्ने भावना धारणाले चाहिँ तपाईँहरूलाई अलिक दुखी पनि बनाउँछ र यो मान्छेलाई चाहिँ सबै कुरा आउँछ भनेर सबैले हजुरलाई अराउन चाहिँ सिपालु पनि हुन्छन्। त्यसले गर्दाखेरि यो कुरालाई बुझ्नु होला। बुद्धि विवेक एकदमै राम्रो रहन्छ, हिसाबमा पनि ट्यालेन्ट नै हुनुहुन्छ। हजुरहरू कुनै पनि कुरालाई छिट्टो सिकिहाल्नुहुन्छ कि एकदम छिट्टो क्याच गर्ने पावर हजुरहरूमा रहन्छ। त्यसै गरी हजुरहरूले मन परेको मान्छेलाई त ज्यान दिन पनि तयार हुनुहुन्छ, जस्तो पनि सहयोग गर्न सक्नुहुन्छ, तर इखालु स्वभावको हुनुहुन्छ। कसैले प्याचा भनिदियो भने जिन्दगीभरि बिर्सिन सक्नुहुन्न होइन। एकदम इख बढिरहन्छ, जसले गर्दाखेरि हजुरहरूको सम्बन्धमा दरार पनि हुन्छ। विशेष गरी पैसाको लेनदेन गर्नु पर्यो भने त हजुरहरूको चाहिँ नि विशेष सम्बन्ध बिग्रिने भनेकै पैसाको लेनदेनबाट भइरहेको हुन्छ। मन एकदमै कमलो पनि छ, वायु प्रकृति, अर्काको दुःख पनि झट्ट देख्नुहुन्छ, बुझ्नुहुन्छ अरूलाई, तर हजुरहरूलाई चाहिँ नि धोका बढी प्राप्ति भइरहेको हुन्छ। यसले गर्दाखेरि सम्बन्ध विभिन्न कुरामा एकदमै अप्ठ्यारो परिरहेको पनि होला। विचार गर्नु होला, हो कि होइन भन्नु होला। घर परिवारलाई माया गर्ने किसिमको हुनुहुन्छ, तर तपाईँहरू माया देखाउन जान्नुहुन्न। टक्क आफ्नो माया देखाउन जान्नुहुन्न। अलिकति बाणी कर्कश टाइपको रहन्छ हजुरहरूको। बोली प्याच्च बोलिदिनुहुन्छ। अर्कालाई दुख्छ कि बित्छ कि घोज्छ कि पोल्छ कि भन्ने स्वभाव रहँदैन। ट्याक्क जे हो कुरा मनमा भ्याट्ट बोलिदिइहाल्नुहुन्छ। यसले गर्दाखेरि हजुरहरूको बोली वचन तर मन भने सफा हुन्छ नि। फेरि एकदमै मनका सफा, बोलीका कडा
कडा प्रकृति रहन्छ अनि घर परिवारलाई माया अर्कोले जस्तो देखाउन जान्नुहुन्न के कडा प्रकृति हृदयले माया हृदयले राम्रो चिताउने तर बाहिरबाट एकदमै बोलेर मिठो बोलीले प्रभाव पार्ने मन हजुरहरूको रहँदैन मन कन्ट्रोल गर्न नसक्ने खालको र धेरै मनमा कुराहरू खेलाउने खालको हजुरहरूको नजिक बसेर जसले व्यवहार गर्छ नि त्यसले हजुरलाई चिनेको हुन्छ कि हजुरहरू एकदमै घुसघुसे प्रकृतिको पनि हुनुहुन्छ रहस्यमय प्रकृतिको आफ्नो मनको कुरा सबैलाई हुन त वायु प्रकृति हो यो प्रकृति हुँदाखेरि प्राय सबैलाई खुल्ला किताब जस्तो भन्ने पनि बनाउँछ तर हजुरहरूमा एउटा अर्को क्वालिटी के हुन्छ भने एकदम घुसघुसे एकदमै भनौँ न भित्रको कुराहरू हजुरहरूले आफूले चाहेको मान्छेलाई त भन्नु होला तर लुकाउनु पर्यो भनेदेखि एकदमै मनको कुरा लुकाएर दबाएर बस्न सक्ने क्षमता र एकदमै इखालु प्रकृति हुनुहुन्छ होइन इख भने एकदमै धेरै रहन्छ यो चाहिँ अलिकति कम गर्नु होला समग्रमा भन्नु पर्दाखेरि इखालु स्वभावका वर्षौं अगाडि भनेको कुरा पनि अघि जस्तै गरी निकाल्न सक्ने स्वभाव हजुरहरूको रहन्छ तर सहयोगी सादा जीवन उच्च विचार अनि परोपकारी सद्गुणी एकदमै मेहनत गर्ने तर मेहनत गरे पनि कार्यलाई विभाजन गर्न नजान्ने कारणले गर्दाखेरि दुखी भइराख्नु पर्ने अलिक दुखी शनि मालिक भएको कारणले दुखी प्रकृतिको राशि पनि हो यो तर सँगसँगै एकदम चञ्चले स्वभाव छिटो कुरालाई बिर्सिने होस् भनेर अगाडि बढ्न सक्ने क्षमता जस्तो सुकै परिस्थितिलाई पनि सम्हाल्न सक्ने क्षमता दुःख कष्ट पर्दा पनि एकदमै झेल्ने र अलिकति मनको चाहिँ रोगी तर सहयोगी अनि एक प्रकारको सबैलाई माया प्रेम सद्भाव हृदयबाट गर्ने तर बाहिर देखाउन नजान्ने किसिमको अलिकति हठी स्वभावको पनि हुनुहुन्छ समग्रमा हजुरको बारेमा मैले भने कति % मिल्यो कि मिलेन कमेन्ट गरेर अवश्य पनि भन्नुहोला किनकि हजुरहरू छिटो रियाक्सन पनि गर्नुहुन्छ मनमा लागेको कुरा भनि पनि हाल्नुहुन्छ यो कुरा पनि मिल्यो मिलेन पक्कै पनि भन्नुहुन्छ भन्ने विश्वास लिएको छु हामीसँग जोडिनलाई हजुरहरूले युट्युबमा डिजिटल पुजारी फेसबुकमा माधव कृष्ण गुरागाई र टिकटकमा ज्योतिष न्युज सर्च गरेर हामीसँग सधैँभरि जोडिराख्न सक्नुहुन्छ आफ्नो विषयमा अझै विस्तारमा सबै कुरा जान्ने इच्छा छ भनेदेखि यो केवल हजुरलाई मैले चन्द्रमा कुम्भ राशिमा बस्दाखेरिको फल भनेदेखि अरू पनि ग्रहहरूले कस्तो कस्तो प्रभाव पारेको हुन्छ हजुरहरूले बुझ्नलाई चाहिँ नै कुण्डली नै देखाउनु पर्छ सामान्य शुल्क दान दक्षिणा गरेर हजुरहरूले आफ्नो बारेमा बुझ्नलाई स्क्रिनमा दिएको नम्बरमा कन्ट्याक्ट गर्न पनि सक्नुहुन्छ है त अनलाइन परामर्श लिन पनि सक्नुहुन्छ भन्दै यो भिडियोबाट बिदा चाहन्छु म ज्योतिष पण्डित माधव कृष्ण गुरागाई राधे राधे।